हेलो एन्ड हाई वेलकम छ मेरो च्यानलमा तपाईहरु सबै आफ्नो आफन्त साथीभाइ सबैलाई यो भिडियोद्वारा तपाईहरुलाई सम्झना चाहन्छु अनि प्लिज मेरो भिडियो च्यानललाई पनि खड्ग गुरुङ च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला भन्दै छैन ओके भन्दै म तपाईहरुलाई वेलकम गर्न चाहन्छु मेरो च्यानलमा अनि त्यहाँदेखि आज चाहिँ विशेष म बारी हाम्रो जेठामाको बारीमा आएको अवस्था हो अनि त्यहाँदेखि हेर्नुहोस् त यो चाहिँ अर्ग्यानिक घाँसहरू खाएर अनि यो पाठाहरू चाहिँ यही नै उयो हो पाठा यही ब्याएको हो यो भनौँ माउ दुई तीनटा थियो तीनटाको बच्चाहरू हेर्नुहोस् त खसी छ यसपालि हाम्रो जेठामालाई यो बाख्रा माउले धेरै यो प्रगति गरेको अवस्था हो बाख्रा माउले सबै खसी मात्रै छ दुईटाले दुईवटा ब्याउँदाखेरि चारवटा भयो अनि अर्को एउटा तीनटाले ब्याउँदा त 6वटा भएको अवस्था हो हेर्नुहोस् र तपाईहरुलाई खसी चाहिएमा सम्पर्क गर्नुहोस् हाम्रो जेठामामालाई न्यू भेलमा बस्नुहुन्छ पेन्सिलभेनियाको भनिदेखि यहाँ अहिले चाहिँ म हाम्रो जेठामाको फार्ममा आएको छु हेर्नुहोस् खसीहरू तपाईहरुलाई मिलाएर दिनुहुन्छ हाम्रो जेठामाले यहाँ हेर्नुहोस् ओ डन टडन हेर्नुहोस् खसी यो खसीको दाम कति होला तपाईहरुले गेस गर्नुहोस् त तपाईहरुको ठाउँमा कति पर्छ र यहाँ हाम्रो जेठामाले कतिमा दिनुहुन्छ धेरै त अन्तर हुँदैन होला तर पनि जस यो खसी चाहिँ मैले यो भिडियोबाट तपाईहरुलाई यसो देखाउन हाम्रो जेठामाको बारीमा उहाँको खसीहरू भनेर मैले यसो भिडियो बनाएको हो हेर्नुहोस् यसको दाम कति तपाईहरुको गाउँठाउँमा कति पर्छ र हाम्रो जेठामाले कतिमा बेच्नुहुन्छ भनेर मैले अघि गेस गरिसकेको छु यसलाई 650 हो हेर्नुहोस् यो खसी पारेको यही हुर्केको अवस्था हो यो खसी अनि बोकालाई खसी बनाएको यही हो यो हेर्नुहोस् त्यहाँ छ हेर्नुहोस् त्यहाँ हेर्नुहोस् यहाँ आउनुहोस् घले फार्म न्यू भेल पेन्सिलभेनियाको न्यू भेलमा पर्छ यदि तपाईहरु नजिकमा आउनुहुन्छ भने कार्लाई सिपिङबर्ग चेम्बरबर्ग तपाईहरु जहाँ हुनुहुन्छ भने पनि यदि सम्झेर आउनुभयो भने हाम्रो जेठामाले सुपथ मूल्यमा तपाईहरुलाई दिनुहुन्छ है त खसी अनि त्यहाँदेखि हाँस छ अनि त्यहाँदेखि अहिले चाहिँ हालचालमा चाहिँ सिजन अनुसार यहाँ हेर्नुहोस् मकैहरू अनि त्यहाँदेखि के अरे तोरीको साग छ अनि उहाँ हाम्रो जेठीकोमा उहाँहरूकै हो बारी हेर्नुहोस् है त अलिक दिनमा तपाईहरुले तोरीको साग त अहिले नै खाने बेला भइसकेको छ अनि तर सिजन अनुसार म चाहिँ अब भनौँ सबैले रोपेको अवस्था हुन्छ नि त तोरी अनि रायोको सागहरू त्यही भएर त्यति यहाँनिर चाहिँ आउनुहुन्न क्या त्यही भएर यदि तपाईहरु सम्झेर आउनुभयो भने चाहिँ तोरीको साग अनि त्यहाँदेखि रायो साग चाहिँ तपाईहरुले लानु सक्नुहुन्छ है त अनि हाम्रो यहाँ जेठी हेर्नुहोस् त आमा हुनुहुन्छ अनि गुमा हाम्रो गुमा र आमाको सर्ट गफ गइरहेको छ अवस्था
गफ गरिरहनु भएको अवस्था। अनि हाम्रो जेठी गुमा हुनुहुन्छ भनेदेखि हाम्रो जेठी गुमाले सिजनमा तपाईँहरूलाई खुर्सानीदेखि लिएर सागहरूदेखि लिएर हरेक जे पनि नभन्नु अब आलुहरू चाहिँ हुन्छ। अब अहिले पुरा उयो आलु पनि ठुल्ठुलो बोटहरू भइसकेको छ, तर किरा लाग्नु थाल्यो त यहाँ मामाले दबाईहरू गरिरहनु भएको छ। अनि तपाईँहरूलाई पछाडि अहिले चाहिँ हालमा तोरीको सागहरू छ, हेर्नुहोस् यस्तो छ, हेर्नु टन्न छ तोरीको सागहरू। तपाईँहरू आउनु होला, आउनु भएको बेलामा तपाईँहरूले कुखुरा प्लस हाँस पनि लानु सक्नुहुन्छ है। यो हाँस चाहिँ साह्रै मिठो हुन्छ, हेर्नुहोस्। अनि यहाँ अनि 5 रुपियाँ मुठा पाउँछ अरे त्यो भनिदिनु नि तोरीको साग। यहाँ आएर तपाईँहरूले टिप्न आयो भने 4 रुपियाँ मुठा दिन्छ अरे, तपाईँहरू टिपिदियो भने 5 रुपियाँ मुठा। यहाँ आउनु भयो र टिपेर लानु भयो भने चाहिँ तपाईँहरूलाई एक छाक टन्न लानु पाउनुहुन्छ 5 रुपियाँ। तपाईँहरूको सो इच्छाले दिनु सक्नुहुन्छ, 5 रुपियाँदेखि अलिक धेरै दिनु पनि सक्नुहुन्छ, तपाईँहरूको इच्छा हो। किनभने धेरै मेहनत गरेको हुन्छ नि त, त्यही भएर तपाईँहरूले नजिकमा हुनुहुन्छ। हेर्नुहोस् है साग, अहिले हालमा चाहिँ तोरीको सागहरू छ है, टन्न छ। हेर्नुहोस् यो भिडियो गर्दा चाहिँ अलिकति सानो देख्छ, तर उखाल्यो भने लामै छ। अहिले ठ्याक्क खाने बेला भएको अवस्था अहिले, त्यही भएर तपाईँहरू प्लिज नजिकमा हुनुहुन्छ भने चाहिँ आइदिनुहोस् है। यो चाहिँ अर्ग्यानिक मलद्वारा बनिएको। अनि यहाँनिर दाजुले बनाइरहनु भएको छ। यो चाहिँ एउटा कटेरो चाहिँ कुखुरादेखि लिएर खसी मर्मत गर्ने ठाउँ यहीँ हो। अब भोलि अलि भर्खर यहाँनिर ढलान टाइम छैन नि त, अब अमेरिकामा धेरै जे पनि गर्नुपर्छ, त्यही भएर अस्ति भाइको कुखुरा आयो अरे नि। उहाँको यो के खुवाएको नाम के भन्यो, उसले समय ल्याइदिएको थियो अरे। हजुर पैसा त भागेन हौ, यहाँ खोइ कता राखिदिनु। अनि यहीँ कुखुराहरू पनि छ, हेर्नुहोस् कुखुरा। ल यो कुखुरा हेर्नुहोस्, यो कुखुरा तपाईँहरूलाई लोकल हेर्नुहोस् ल कुखुरा। अनि तपाईँहरूलाई ल सबभन्दा ठुलो हेर्नुहोस् त भाले, यो कालो भाले। यहाँ यो भाले चाहिँ ठुलो हो क्या, त्यही भएर सानोदेखि पालेको, अहिले यत्रो ठुलो भइसक्यो त। तपाईँहरूलाई कुखुरा, खसी, सागसब्जीहरू चाहेमा प्लिज आइदिनु होला भन्न चाहन्छु। हेर्नुहोस् त यहाँ चल्लाहरू कति छ, हेर्नुहोस् त यसरी हुन्छ क्या। यो घरमै नै हुर्काएको चल्लाहरू पाउनुहुन्छ तपाईँहरूले कुखुरा। हेर्नुहोस् त यसलाई चाहिँ अर्ग्यानिक यो भनौँ गाउँघरमा, उहाँ झापामा हामीले यसरी पाल्थ्यौँ गाउँघरमा, त्यस्तै हेर्नुहोस् कुखुरा यसरी पालिन्छ। यसरी तपाईँहरूलाई कुखुरा चाहिएमा आउनु सक्नुहुन्छ भन्दै म अब फेरि अरू पनि देखाउन चाहन्छु। अरू पनि छ। अनि उहाँ आमाले हेरिरहनु भएको छ, त्यो त्यहाँ चाहिँ बटाई छ। ए त्यसलाई त पेलेर होला नि आमा। ल एउटा चाहिँ माइनस भएको अवस्था छ यो, तर खुट्टा त हल्लाइरहेको छ, चलिरहेछ चल्नु त कि। ल मरि चाहिँ गएको छ, मर्नु चाहिँ आँटेछ। हेर्नु त यहाँ बटाई, यो बटाई चाहिँ लगभग थुप्रो महिना भइसक्यो। यहाँ यिनीहरू चाहिँ एउटा बटाई त मरेछ त। यस्तो छ।
आज चाहिँ हामी बोजूलाई भेट्नु हामी यहाँ हेरिस बक्स आएको छौँ हाम्रो फुपू बोजू अब बाजे अब हाम्रो बाजे एकजना मात्रै होइन रहेको कान्छा बाजे हाम्रो बोजू अमेरिका आएर पनि दाउरा खोज्नु गएको त्यो उज्यालोले पो राम्रो ननिक्दो भिडियो राम्रो आज 1 वर्षको बादमा फेरि बोजूसँग भेटघाट गफहरू भइरहेको अवस्था त्यही त कहाँ अमेरिकामा कि नेपालमा जानु पर्दैन यसो बिर्साउनु सम्झाउने बिर्साउने जङ्गलमा दाउरा खोज्नु जानु पर्दैन नि बेला बेला त यहाँ नेपालमा ठुलो केटी बिहे गरेको नाम त ए त्यसो भने त उता भुटानमै रहेछ क्या हो उता भुटानमै रहेछ क्या हो त्यसो भने कहाँ आएर जन्मेको अनि ठुलो केटी कहाँ आएर जन्मेको नेपाल आएर जन्मेको कान्छीले त नेपालमै गरेको होला नि नेपालमा यता हेर्नु है यो कहिले पाक्छ ठिक्कै पाक्छ कटमिरो कटमिरो भएछ त्यतिखेर त चिउराहरू यति कता डोको त उया पर छ रेली डोको त उता त्यो त डोको भन्छ त्यसलाई त खुल्चेको भन्छ त सोल्टिनी त खुल्ची अब यही हो ब्ल्याक पर छ त